राम्री कसैको नजरमा राम्री छैन म, तर उसको नजरमा मभन्दा राम्री केटी अरू कोही नै छैन। धेरै बोल्ने चञ्चलता बढी भएकी केटी, सबैले यही भन्छन् मलाई। तर उसलाई म बोलेको सुनिरहन मन लाग्छ र मेरो चञ्चलता नै प्यारो लाग्छ। निस्वार्थ प्रेम, निस्वार्थ माया केवल उसले बुझायो, केवल उसले महसुस गरायो। र जब र जब म एक्लै भएर उसलाई महसुस गर्छु, उसलाई हेर्छु, तब तब मलाई म साह्रै भाग्यमानी लाग्छ। कोही कसैलाई यति निस्वार्थ माया गर्न कसरी सक्छ? कोही कसैको खुसीको लागि यतिसम्म लड्न कसरी सक्छ? कसैले जिन्दगीमा के नै पायौ र भन्दा तिमी पाएँ भन्छु, खुसी लाग्छ। औँसीको अँध्यारो रात झैँ अँध्यारो मेरो जीवनमा पूर्णिमाको चन्द्रमाले झैँ तिमीले आएर प्रकाश छरे जस्तो लाग्छ। बस तिमी आएदेखि जीवनमा रङ्ग छाए जस्तो लाग्छ। कहिलेकाहीँ तिम्रो याद यति धेरै आउँछ कि तिमी आए झैँ लाग्छ। कहिलेकाहीँ तिम्रो याद यति धेरै आउँछ कि तिमी आए झैँ लाग्छ। माया।